चिन्नुभयो मलाई चिन्नुभयो मलाई चिन्नुभयो म को ए चिन्नुभयो मलाई म त ऊ भन्नु आलुबारी काँले भन्नु थिएँ आलुबारी काँले होइन म माइलो हौ चिन्नु भएको छ भइहाल्यो राम्रै हो अब यो सिलक सुन्नु त्यसो अब भन्नुहुन्न सिलक अब के सुन्नुहुन्छ के हो धन र यहाँ छ 4 दिनको छाया पनि सम्झिने के हुन् श्री घर पुत्र लोक सुखका माया पनि गम दिने फुलबारी हरिको सबै जगत हो हामी भरिला थुगा भन्ने यो मनमाली कतिजना हुन्छन् जगतका ठुला सानो बालक जन्मियो भने हो सारा छिमेकी जन खुसी भई कति बन्धु बान्धवहरू आए हुनुहुन्थ्यो दिन हाँसे उन घरमा जान खुसीले आनन्द पाई ठुलो त्यो दिनदेखि चलेछ कर्म गतिलो माया जगतको कुलो कोही एक दिन फेरि आया विधिले तान्दै पुर्याई कता जिग्ला प्राण पखेर उठा नदी होला जगत शून्यता आए त अघि कोही एक डुलुवा लोक लोक हेर्दै कति त्यो जन्तु अब घुम्न जान्छ डुलोको यो सबैको गति त्यो बस्ला पछि धेरै काल त गयो संसारमा खिरा बुढा समाप्त हुन्छ तब त जानु छ अर्कैतिर केही छ कोही छैन अजम्बरी भनी बुझी आर्जन गराउँ धर्मको फ्याँकिदिन्छ बिचारा उत्तम कुरा सोचाउन सत्कर्मको भाइलाई अर्ती बोली बिर्छ जहाँ गए पनि ठुलो बन्छ थुप्रो धन दया छन् सबै इष्ट मित्र अहिले राजा र देवतागण ए नानी तर यो नसम्झ कहिले यस्तै जाउँ यस्तै म हुन्छु भनी दिन बिग्रेपछि बेला छैन सयो भत्केर जानै पनि यस्तै हुन्छु भनी सुयोधनजीका आफै आमले गरी सारा दौलत राजा फौज सकियो आफै गए ती मरी ज्ञानी आस्तिकलाई दैव कहिल्यै गर्दैन ढुङ्गा मुडा उम्लेका जनलाई शिर बिचमा बज्रन्छ लाठी खौडा आफ्नो स्वराज्य निज दौलत दान सारी बेचेर पत्नी सुतर तब धैर्यधारी सत्य प्रति दृढ बनेर दिने बिताको आदर्श हेर तिम्रो हितका पिताको।